everyone, welcome to our channel. हामी चाहिँ यतिखेर ठ्याक्कै यो के अरे कालिम्पोङमा छौँ हैन केबल कारमा यस्तो रमाइलो भइरहेछ सबैजना छौँ हामी सबैलाई देखाउँ न एकचोटि सबैजनाले हेलो 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 गर्नु ओ बच्चा बच्चीहरु त झन् यस्तो रमाइलो भइरहेछ अब जाडो चाहिँ एकदम जाडो रहेछ चिसो रहेछ हैन अब हाम्रो इलेक्ट्रललाई चाहिँ यहाँ फेरि आज एकदम सिरियस भएर बसिरहेछ अनि के छ तिम्रो कति राम्रो भइरहेछ हो माथि गएर जाडो हुन्छ जाडोमा काम छ होला नि त हामी चाहिँ सेकेन्ड टाइम हो यो अब कति 2-3 वर्ष अगाडि नै आएको चाहिँ बिर्सेछ हैन जाडो चाहिँ कस्तो फर्स्ट टाइम आएको जस्तै फिल भइरहेछ हाम्रो यस्तो गफाडी केरा छ एउटा यहाँ गफ गरेर सबैलाई बेच्दिउँ चाहिँ गर्छ एउटा केटाले मेरो नातिको च्यानललाई सबैजनाले सब्स्क्राइब गरिदिनु भन्नु त एकचोटि भन्नु न नातिको च्यानलले सबैजनाले सब्स्क्राइब गरिदिनु होला लाइक गरिदिनु होला ओ ल कमेन्ट पनि गरिदिनु आइपुग्यो है ल अब झर्छौँ होइन टक्क दर्शन गर्छौँ मन्दिरको त्यसपछि पेटमा अनि मुसा पनि कुदिरहेको छ होइन त आमा मुसा कुदाएको छ छैन कस्तो राम्रो क्या हाम्रो पुड्की टर्नहरूलाई चाहिँ फेरि यस्तो भन्ने लाग्दैन उनीहरूलाई यस्तोमा कुद्नु परेछ फेरि आज हाम्रो चाहिँ यहाँ बच्चा ग्याङहरू धेरै भएर बच्चालाई सम्हाल्दा ल हेलो ए बच्चाहरू हेलो होइन नलाए पनि केही हुँदैन केही हुँदैन हो न हामीले साथीले बनाएको तल हो त्यस्तो बनाउनु ए आउने बनाउनु होइन कति तल बनाउने भन्ने कुरा हो हुन्छ यही बनाउनु न आमा नभए घर बनाउने रे एलेक्स यताबाट जाम एलेक्स यहाँबाट जाने हो हामी कस्तो मिस्टेक त्यताबाट होइन भरे फर्केर आइरहेको रहेछ होइन नि यतैबाट हो कहाँ हिँड्न तिमीहरू राम्रो के वाउ यहाँ तलको त झन् यस्तो छ नि यहाँबाट सामान झऱ्यो भने त अनि मोबाइल गुल्टो भने के गर्नु तब अहिले गऱ्यो भने त अहिले मोबाइल गुल्टो भने यहाँबाट मोबाइल झऱ्यो ल तब के गर्नुहुन्छ अनि के गर्नु कसरी जानुहुन्छ भने क्या दिनेलाई भनेपछि पखाएर चाहिँ हालेर के भयो ए जामा यहाँबाट पहिरो खस्ला कस्तो डर लाग्दो छ अनि टाउकोमा टङ्ग लाग्ला तर भगवान्ले बचाउनुहुन्छ हामी त मन्दिर आएको हो नि त होइन दिनेश मन्दिर आएको तिमीलाई हो जग हाल्ने पहिला कसरी जग हाल्ने यो चाहिँ जग हामी चाहिँ घर बनाउँदैछौँ है 5 वटा मात्रै नबनाउनु न अलि अग्लो बनाउनु
बस्न हुँदैन नि हो भयो घर बनेला म नि बनाउनु पर्थ्यो एउटा घर आम्मामा बोक्ने मान्छे पाएपछि त होइन पालो बोक्न लगाइरहेको रहेछ बच्चाहरूले तपाईँलाई त गर्मी भइरह होला है गर्मी भइरहेछ अघि त हामीलाई त खुब ए पख नदौड सबैजना दौडेर कहाँ पुगिसक्यो कस्तो चिसो रहेछ क्या यता कस्तो चिसो छ घाम लागे पनि चिसो चाहिँ चिसो रहेछ हामी चाहिँ पूजा गरेर फर्किसक्यौँ है तर कस्तो बाटो चाहिँ डेन्जर रहेछ क्या यस्तो छ बाटो त ल एकदम डेन्जर छ बाटो बिस्तारै हिँड्ने नि बिस्तारै हिँड्ने लड्ला तर एकैचोटि भिड लागेर पनि नहिँड्दा हुन्छ कि मजाले हिउँहरू खेल्नु भनेर त खेल्नु चाहिँ पाएन ल हामी चाहिँ सरर फर्किँदैछौँ होइन गरेन अब हामी कहाँ जान्छौँ दोलखा भेट्छ जान्छौँ अनि त्यसपछि चाहिँ हामी घरतर्फ जान्छौँ होइन त आमा रमाइलो लागिरहेछ रमाइलो छ एकदम रमाइलो छ चिसो छ कृपया